ऋण मात्रै एउटा समस्या हो कि भनेर आइरहेको छ। त्यसमा चाहिँ त्यो जरिमाना हेरेको मैले 1500 रुपियाँ रहेछ क्या जम्मा। साधारण सभा समयमा नगर्ने संस्थालाई 1500 रुपियाँ जरिमाना भनेर यो प्रदेश नगरपालिकाकै सहकारी नियमावलीमा रहेछ। 68औं सहकारी दिवस 2081 को अवसरमा महोत्तरीको बर्दिवासमा सहकारी संस्थाको प्रवर्धन र व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ। बर्दिवास नगरपालिकाको आयोजना तथा बर्दिवास सहकारी सञ्जालको समन्वयमा राखिएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि महोत्तरी क्षेत्र नम्बर 1 क की मध्य प्रदेश संसद माननीय शारदा देवी थापाको भनाई यस्तो रहेको छ। मेरो
राखेको यस कार्यक्रममा सम्पूर्णलाई धन्यवाद भन्दै शुभकामना दिँदै अन्तिममा यो मध्य प्रदेशमा 8वटा जिल्लामा 136 वटा पालिका छ। 136 वटा पालिकामा 4 जना महिला हुन्छ जो पालिकाको प्रमुख पदमा निर्वाचित हुनुहुन्छ। त्यो 4 जना र 1272 वटा छ। मध्य प्रदेशमा 1272 वटा वडामा 8 जना वडा अध्यक्ष महिला हुनुहुन्छ। 4 जना पालिकाको प्रमुख हुनुहुन्छ 136 मा। 1272 मा 8 जना चाहिँ जननिर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। उहाँहरू सबै कहिलेकाहीँ सहकारीमा आबद्ध हुन्छ। त्यसकारण यो सहकारीको यो जनप्रतिनिधिको यो समाजको नेतृत्व गर्ने सहकारी भएको हुनाले सम्पूर्ण सहकारी कर्मीहरूलाई फेरि पनि जय सहकारी पालन गर्दै आफ्नो भनाइबाट बिराइन चाहन्छु। धन्यवाद। बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीको अध्यक्षता रहेको अन्तर्क्रिया कार्यक्रमका सहभागी बर्दिवास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रमेश सिंह ठकुरी सहकारी सञ्चालनमा सहयोग गर्न सामाजिक सुरक्षा कोषलाई सहकारी मार्फत घर दैलोसम्म पुर्याउनु पर्नेमा जोड दिन्छन्। ऋणको लागि चाहिँ नउठेको अवस्थामा चाहिँ कमसेकम पनि न्यायिक समितिबाट चाहिँ उपमेयरज्यूले चाहिँ अलिकति पहल गरिदिनु भएर न्यायिक समितिले चाहिँ एउटा चिठी लेखिदिनु भयो भने मालपोते रोका गरिदिँदै रहेछ। त्यसको लागि चाहिँ उपमेयरज्यूले पनि यो विषयमा हामी बसेर फेरि एकचोटि छलफल गरौँला नि, त्यसमा गरिदिनुहुन्छ। र मेरो क्वेसन चाहिँ 1-2 वटा मैले राखेको छु। हिजो अस्ति मात्रै सरकारले चाहिँ यो सहकारीको चाहिँ केही ऊहरू चाहिँ ऐनहरू चाहिँ संशोधन गरेको छ र त्यो प्रतिस्थापन विधेयकबाट पास पनि भएको छ। त्यसमा चाहिँ पहिले चाहिँ कस्तो थियो भने ब्याङ्क तथा वित्तीय संस्था भन्नाले ब्याङ्कहरूलाई मात्रै राष्ट्र ब्याङ्कबाट स्वीकृति प्राप्त मात्रै भन्थ्यो भने अहिले चाहिँ राष्ट्र ब्याङ्कबाट स्वीकृति प्राप्त ब्याङ्क तथा वित्तीय संस्था र प्राधिकरणमा दर्ता भएका चाहिँ सहकारी संस्था समेत भनेको हुनाले नगरपालिकाबाट चाहिँ अब जस्तो पहिले चाहिँ जति पनि सामाजिक सुरक्षा कोषहरूको हजुरले वितरण गर्नुहुन्थ्यो त्यो कोषहरू चाहिँ खालि ब्याङ्क मार्फतबाट मात्रै गराउनुहुन्थ्यो भने अबदेखि चाहिँ आजको कार्यक्रम पनि छ सहकारी संस्थाको प्रवर्धन गर्ने हुन्छ। सहकारी संस्थाको प्रवर्धन गर्नको लागि भए पनि सामाजिक सुरक्षा कोषको चाहिँ उयोहरू चाहिँ भत्ताहरू चाहिँ सहकारी मार्फतबाट पनि खुवाइदियोस्। त्यो गर्ने भयो भने कमसेकम सहकारी मार्फतबाट जस्तो सदस्यको हामी चाहिँ घरसम्म नै पुग्छौँ भने सदस्यहरूले घरबाटै सेवा सुविधा लिन पाउनुहुन्छ। त्यसको लागि पनि नगरपालिकाले केही पहल गरिदियोस्। र अर्को भनेको चाहिँ मेरो क्वेसन चाहिँ जस्तो सहकारी नगरपालिकाले कतिवटा धेरैवटा तालिमहरू गराइराखेको छ। अस्ति पनि मैले हेरेको थिएँ, मैले योहरूमा सामाजिक सञ्जालबाट नै तालिमहरू इच्छुकहरूले चाहिँ तालिम गर्नुहोस् भनेर भन्नुभएको छ। सम्पर्क गर्नुहोस् वडा कार्यालयहरूमा भन्नुभएको छ। त्यसको लागि चाहिँ तालिमहरू पनि सकेसम्म तपाईँहरूले चाहिँ सहकारी मार्फतबाट चाहिँ कुनै सहकारीहरूलाई चाहिँ गरेर चाहिँ प्रमोट गरेर चाहिँ सहकारी मार्फत चाहिँ तालिम गराइदिनु भएदेखि अलिकति सहकारीको पनि राम्रो एउटा छाप बस्थ्यो र नगरपालिकालाई पनि धेरैतिर त गर्ने कस्तो मान्छे के मान्छे भन्दा पनि सहकारीबाट त अलिकति छानिएर आउँछ नि ठ्याक्कै यो चाहिँ तालिम लिनुपर्ने खालकै मान्छे छ भन्ने हुनाले त्यो तालिमको लागि पनि आउँछ। एउटा त तालिमको पनि भयो। र अर्को भनेको चाहिँ यो अहिले मात्रै होइन, पहिले सहकारी ऐन 2074 मा पनि त्यति बेला पनि आएको थियो। यो दोहोरो सदस्यताको कुरा पनि छ। यो दोहोरो सदस्यता चाहिँ अब कस्तो छ भने यहाँ सहकारीमा यहाँनिर लगभग यहाँ यत्रोजना सदस्य हुन्छ, यहाँ यति सदस्यमा सबै त नभनौँ कमसेकम पनि 30% 40% सहकारी चाहिँ यहाँ उपस्थित हुनुहुने 30-40% मान्छे चाहिँ दोहोरो सदस्यता नै छ। अब त्यो सदस्यतालाई चाहिँ अब कसरी अब कम गर्न सकिन्छ त्यसमा पनि एउटा नगरपालिकाले पनि केही अथवा सहकारी विभागबाट चाहिँ केही एउटा सोच्नु भएको छ भने एउटा त्यो पनि गरिदिनु। र अर्को मैले एउटा अब लास्ट मैले चाहिँ एउटा सोधेँ, जस्तो सहकारी हाम्रो यो नियमावली 2075 बर्दिवास नगरपालिकाले बनाएको छ, त्यसको चाहिँ दफा 27 मा चाहिँ त्यो साधारण सभा नगर्ने सहकारीहरूलाई चाहिँ जरिमाना तिराउने, समयमा नगर्नेहरूलाई भन्ने रहेछ। त्यसमा चाहिँ त्यो जरिमाना हेरेको मैले 1500 रुपियाँ रहेछ क्या जम्मा। साधारण सभा समयमा नगर्ने संस्थालाई 1500 रुपियाँ जरिमाना भनेर यो बर्दिवास नगरपालिकाकै सहकारी नियमावलीमा रहेछ। अहिले चाहिँ 1500 रुपियाँ भन्यो भने त त्यो 1500 भनेको थोरै त भयो नि, त्यो त जसले पनि गर्न सक्छ। र लास्टमा अन्तिममा चाहिँ जुन हजुरले अब अस्ति भर्खरबाट सुरु गर्नुभएको छ जुन यो सहकारी संस्थाहरूको अनुगमन नियमनको पाटोहरू, यसलाई चाहिँ निरन्तर कमसेकम पनि 3 महिना 6 महिनामा गरिदिनु होला, निरन्तर यो चिज गरिराख्नु होला। र यदि तपाईँहरूले गर्न भ्याउनुहुन्न भने पनि कमसेकम पनि एउटा केही मापदण्डहरू बनाएर चाहिँ यो रिपोर्ट चाहिँ ल 3 महिनामा नगरपालिकामा पेश गर्ने यो चाहिँ भनेर भनिदिनु भयो भने सहकारी संस्था पनि अलिकति सजग हुन्थ्यो होला भन्ने मेरो चाहिँ एउटा यो सुझावको रूपमा पनि मैले राखेँ। मैले यति भन्दै बिदा हुन्छु।
सहकारी संस्थाका सदस्यहरूले ऋण लिएको रकमबाट कृषि, पशुपालन, लघु व्यवसाय लगायतका काम गरे पनि यसको लगानीको सुरक्षामा सरकारवाला पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिन्छन्। समृद्धि साना किसान कृषि सहकारी संस्था बर्दिवासका अध्यक्ष माधव पौडेल आज यो 20औं कति 68औं राष्ट्रिय सहकारी दिवस हामी मनाइरहेका छौँ र त्यो क्रममा चाहिँ एउटा राम्रो यो अन्तर्क्रिया कार्यक्रम गरेर मनाउँछ सधैँ कति प्रभाव फेरि गर्ने भनेर यो अन्तर्क्रिया कार्यक्रम गरिएको छ र यसको मुख्य उद्देश्य चाहिँ हाम्रो जनप्रतिनिधिहरू सबैलाई यहाँ राख्ने हाम्रो उद्देश्य थियो तर हामीले चाहिँ सम्पूर्ण वडाध्यक्षहरू चाहिँ यहाँ पाउन सकेनौँ। अत्यन्तै दुःख लागेको छ। आयोजक संस्थाहरूले चाहिँ अलिकति ध्यान दिनु पऱ्यो होइन। मुख्य हामीले भनेको चाहिँ वडाध्यक्षज्यूहरू सबै 14 वडाका वडाध्यक्षज्यूहरू चाहिँ यहाँ आइदिनु भयो र हेर्नुहोस् त हाम्रो सहकारीका साथीहरूले यत्रो हल भरिदिनु भएको छ तर हामीले हाम्रा वडाध्यक्षहरूलाई चाहिँ यहाँ उपस्थित गराउन सकेनौँ। यो चाहिँ अलिकति धेरै दुःखद कुरा छ। दिदीबहिनीहरू बिहानदेखि कामदेखि आउनुभएको छ ताकि आफ्नो वडाध्यक्षसँग आफ्नो कुरा राख्न पाऊँ, आफ्नो संस्थाको कुरा राख्न पाऊँ। किनभने हाम्रो सहकारी संस्था भनेको अहिले वडामा केन्द्रित छ। धेरै संस्थाहरूको कार्यक्षेत्र भनेको आफ्नो वडामा छ। त्यो हुनाले यहाँको वडाबाट हुने सहयोग होइन त्यहाँबाट गर्छ कामहरू के हुन् भन्ने कुरा त्यो आफ्नो प्रतिनिधिसँग राख्नुको लागि पनि उहाँहरू इच्छुक हुनुहुन्थ्यो। त्यो चाहिँ अझ भएन र आगामी दिनमा सुधार्दै लग्नलाई म पहिलो सुझाव दिन चाहन्छु। अर्को कुरो यहाँ धेरै सहकारीहरूको चाहिँ ऋण मात्रै एउटा समस्या हो कि भनेर आइरहेको छ होइन। सहकारी संस्थाको ऋण एउटा बाटो होला तर ऋण मात्रै चाहिँ होइन। मानव यो ऋण धेरैको कतिको कसैको 20 लाख होला कसैको 40 लाख होला। त्यो हुने बित्तिकै हामी सहकारी अब हामी त्यो अनुसार काम गर्न सक्छौँ त ऋणलाई हटाइदिनु भयो। ऋण राम्रो भयो हामी सबैको ऋण एकदम 5 वर्षमा मुनि गएको छ भने कि हामीले सहकारीको सिद्धान्त 7वटा सिद्धान्तले अवलम्बन गरेका कामहरू हामी गर्न सक्छौँ त गरेका छौँ त भन्ने कुराहरू तपाईँको यहाँ आउनुपर्छ र स्थानीय सरकारले स्थानीय तहले हाम्रो सहकारीहरूलाई चाहिँ नियमन गर्ने भनेर सबै कुराहरू आएको छ। त्यो अनुसार भएको छ कि छैन भन्ने कुराहरू पहिलो अर्को कुरा हुनुहुन्छ। तर यहाँ के दुविधा आइरहेको छ भनेदेखि सहकारी संस्थाहरूले चाहिँ स्थानीय सरकारलाई स्थानीय प्रदेश सरकारलाई के सहयोग गरेको छ त भन्ने कुरा चाहिँ धेरै यहाँ म सुन्छु। धेरै कार्यक्रमहरूमा चाहिँ सहकारीहरूले चाहिँ खालि आफ्नो बस फाइलिङ गर्ने, आफ्नो संस्था नाफा नलाने र त्यही नाफा आफै सदस्यमा नाफा बाँड्ने भन्दा माथि चाहिँ संस्थाहरू गएको छैनन् भन्ने कुरा चाहिँ हाम्रो जनप्रतिनिधिहरूमा चाहिँ त्यो कुराहरू चाहिँ व्यापक रूपमा चाहिँ खड्किएको छ। र हामीले के बुझ्नुपर्छ भनेदेखि एउटा ठुलो बाटो सहकारी संस्थाहरूले एउटा ठुलो बाटो तपाईँहरूलाई आर्थिक बाटो हेर्छ। सहकारी संस्थाले कति आर्थिक बाटो तपाईँहरूको खेलिएको छ त ती सदस्यहरू हामीले अहिले हेर्न सक्छौँ। खैरमाराको 10 नम्बर वडामा हाम्रो यहाँ 1000 दिनमा त्यो कुरा आएको होइन मेसाको त्यो कृषिको क्रान्ति कसले गरेको त्यहाँ कुन सहकारीले लगानी गरेको छ होइन। त्यो कुरा तपाईँहरूले हेरिदिनुपर्छ है। अहिले दिदीबहिनीहरू हेर्न जानुहोस् गाउँघरमा परवर खेती गरिरहनु भएको छ। परवरको लागि पत्ताहरू झरेको पत्ता टिपेर परवर छोपिरहनु भएको छ। त्यो कहाँको पैसाले गर्नुभएको छ हामीले त्यो हेरेको छौँ कि छैन होइन। उनीहरूको आर्थिक अवस्था कसरी सुधार भइरहेको छ होइन। कति दिदीबहिनीहरूले भैँसी पालिरहनु भएको छ, पशुनगरमा भैँसी पालिरहनु भएको छ, खैरमारामा चेरुमा बाख्रा पालिरहनु भएको छ, बरडाँडामा बाख्रा पालिरहनु भएको छ। त्यो कसरी पालिरहनु भएको छ त त्यसमा कसले कुन चाहिँ वडाले पैसा दिएर बाख्रा पालिरहनु भएको छ, भैँसी पालिरहनु भएको छ। त्यति सबैलाई तपाईँहरू वडाबाट सहयोग गर्न सक्नुहुन्छ है। यी कुराहरू चाहिँ हामीले अलिकति ध्यान नदिएको जस्तो देखिन्छ। त्यही भएर अहिले सरले सुभाष सरले प्रश्न पनि गर्नुभयो र हामीले त्यो पनि बनाऊँ हाम्रो नगरपालिकामा सहकारी संस्थाहरूले ग्रासको उत्पादनमा कति सहयोग गरेका छन्, केमा सहयोग गरेका छन् र यो नगरपालिकालाई समृद्ध बनाउनको लागि भूमिका के छ त सहकारीहरूको भन्ने कुरा चाहिँ एउटा चाहिँ अध्ययनको पनि विषय बनोस् र सहकारीले गरेका राम्रा अभ्यासहरू हाम्रै नगरले गरेको जुनसुकै सहकारी गरेको त्यो सहकारी तपाईँको हाम्रो नगरको सहकारी हो होइन। महिला केन्द्रले गरोस्, एकीकृतले गरोस्, भर्तीले गरोस्
जुनसुकै सरकारले राम्रो कामको श्रेय भनेको हाम्रै नगरेर जाने हो। हाम्रै जनता समृद्धि हुने हुन्, हामीलाई नै त्यसको बेनिफिट भनेको अन्ततः हाम्रै नगरले पाउने हो, हामीले नै पाउने हो। जस्तै अघि सरले भन्नुभयो टिकु सहकारी, त्यो हेर्नु त्यो ठाउँको त्यो जिल्लाकै तपाईँको पनि विकास भएको छ त्यो सहकारीले गर्दाखेरि होइन, त्यहाँको जनप्रतिनिधिलाई पनि सजिलो भएको काम गर्नको लागि। त्यस कारणले त्यो हिसाबले हाम्रो दोलखमा पनि तपाईँको फ्रेन्डसिप सहकारी छ, त्यसले पनि तपाईँको समग्र जिल्लालाई तपाईँको त्यसले चाहिँ आर्थिक रूपमा चाहिँ राम्रो बनाएको छ, राम्रो गरेको छ। र त्यो हिसाबले हामीले स्थानीय सरकारसँग, प्रदेश सरकारसँग र हामी सहकारी कर्मी साथीहरूले सबैले चाहिँ त्यो सहकारीको सिद्धान्तलाई चाहिँ आत्मसात गऱ्यौँ भनेदेखि हामीलाई यो ऋणको समस्या मात्रै ठुलो होइन, ऋणको लागि त अब जे सिक्दैछौँ होइन, गर्दै पनि गएको छ। र त्यसको लागि अलिकति कानुन नियमहरू पनि उहाँहरूले नगरपालिकाले बनाउनुहुन्छ होला, सेवा सुविधाको कुराहरू छन्। धेरै तपाईँको साँच्चीकै वास्तविक ऋणीलाई त सहकारीले पनि हेर्छ, जो वास्तवमा ऋणी छ, जो पीडामा परेको छ, आर्थिक अवस्था उसको कमजोर छ होइन, काम गर्दा गर्दै व्यवसाय गर्दा गर्दै टाढ पल्टेको छ, त्यस्ता सहकारीहरूलाई, त्यस्ता सदस्यहरूलाई चाहिँ सहकारीले पनि हेर्छ। तर जो नियतवश भएर पनि नतिर्ने हेर्छन्, जुन अहिले तिर्नु हुँदैन भनेर तपाईँको एक किसिमको नारा जुलुस हिजो पनि पढ्ने छ, नारा जुलुस लगाइरहेको छ, के त्यो नारा जुलुस सही छ? त्यसलाई चाहिँ हाम्रा जनप्रतिनिधिहरूलाई चाहिँ सपोर्ट गर्न मिल्छ? म भन्छु त्यसको नारा जुलुस त लामो पनि दिने होइन होइन, त्यसको नारा जुलुस लामो पनि दिने होइन। यी कुराहरू हामीले चाहिँ बुझेर त्यसलाई चाहिँ हामी सबैजना मिलेर एउटा सहकारी अभियानलाई चाहिँ राम्रो बनाऊँ, बर्दिवासलाई चाहिँ सहकारी मैत्री बर्दिवास नगर बनाउनलाई म आग्रह गर्छु। धन्यवाद। कार्यक्रममा सहकारी सञ्चालनका लागि सरकार बाला सङ्घको राय सल्लाह प्रतिक्रिया लिँदै सम्बन्धित निकायहरूसँग समन्वय गरेर अगाडि बढ्न आबद्ध सदस्यहरूबाट नै नियमित अनुगमन गर्नुपर्नेमा जोड दिँदै अन्य प्रदेश जस्तै बर्दिवास नगरपालिकाभित्रका नागरिकहरूलाई सहकारी मार्फत आत्मनिर्भर बनाउनु पर्छ भन्छिन् राष्ट्रिय सहकारी महासङ्घकी सञ्चालक शारदा दाहाल। हाम्रो चाहिँ कोशी प्रदेशले, बागमती प्रदेशले चाहिँ गरेका सहकारीलाई गरेका कुराहरू चाहिँ थोरै मैले यहाँ भन्न चाहेँ। सुदर्शन सरले अगाडि भन्नुभएको थियो, यहाँ मैले सुनिन पछाडि थियो, त्यहाँ चाहिँ के रहेछ भने सहकारी संस्थाहरू कृषिमा काम गरेनन् होइन, अथवा कृषिको गरेनन्, बचत ऋण मात्रै गरे, अथवा स्वास्थ्यको भनेर बोर्ड आएका छन्, स्वास्थ्यको गरेका छैनन् होइन, यी कुराहरू सिकाउनु पर्छ भन्नुभयो। तर यो सँगै कृषिमा बचत ऋणका कारोबार गर्नेलाई पनि कृषिमा काम गरेका शेयर सदस्यहरू त कृषिमा काम गरेका हुन्छन् नि, अनि साँच्चै कृषिमा काम गर्ने सहकारी संस्थाहरूलाई चाहिँ कोशी प्रदेशले 1%मा 2%मा ऋण लगानी गर्दो रहेछ। त्यो चाहिँ अरू ऋण चाहिँ के गर्दो रहेछ भने प्रदेशले उहाँहरूको ब्याज दिने, प्रदेशले चाहिँ पैसा दिएर त्यसरी उहाँले दिएको ऋणलाई दिएको छ। त्यस्तै बागमती प्रदेशले पनि त्यसै गरेको छ। हाम्रो मध्य प्रदेशमा पनि यी कुराहरू उठेका छन्, तर कार्यान्वयन भएको छैन। हाम्रो पालिकाले कार्यान्वयन ल्याइदियो भने अझ सहकारीहरूलाई सुलभ तरिकाले जान सकिन्छ। सहकारीले उत्पादन र आम्दानीको गतिविधि गर्न नसकेमा अप्ठ्यारो स्थिति आउने भएकाले सहकारी मार्फत आम जनतालाई सामूहिक उत्पादनमा जोड्दै व्यवसायीकरण गर्नु आजको आवश्यकता रहेको देखिएको छ। आज्ञा खबरका लागि निकेश खनाल, बर्दिवास, महोत्तरी।